फोन गर्दा फोन पनि उठाउँदैन अनि फोन पनि गर्दैन भनेर भनिराख्ने मेरो आफ्ना मान्छेहरू, मलाई माया गर्ने र मैले पनि माया र इज्जत सम्मान गर्ने मान्छेहरू। फोन उठाउन मन लाग्छ, फोन गर्न पनि मन लाग्छ, कसैलाई लाग्दैन र सबैलाई लाग्छ आफ्नो मान्छेहरूलाई फोन गर्न, बोल्न, भेट्न। तर फोन किन उठाएन भनेर कहिले सोध्नुभएको छ, कहिले बुझ्नुभएको छ? फोन गर्दा के छ, कस्तो छ, परदेशको ठाउँ कसरी बितिरहेको छ आफ्नो ख्याल गर्नु, अनि जिन्दगी जस्तो सुकै मोड आयो भनेपछि पनि हरेस नखानु, अगाडि बढ्दै गर्नु, हामी छौँ भन्ने किसिमका प्रेरणाहरू दिने, माया दिने, सान्त्वना दिने अनि अगाडि बढ्ने हौसला दिने भए पो फोन आउँदा पनि फोन उठाइहालौँ र आफूलाई खुसी हुँदाखेरि पनि फोन गरिहालौँ भन्ने लाग्छ। जहिले पनि फोनमा कुराकानी यदि भयो भने यही बितेका दिनहरूलाई कोट्याएर अझ भर्खर निको हुन थालेको घाउलाई फेरि ठुलो घाउ बनाउने जस्ता कुराहरू गर्ने भएपछि फोन उठाउन मलाई मात्र होइन, सायदै कसैलाई पनि लाग्दैन होला। त्यसैले गर्दाखेरि मैले कसैलाई बिर्सेको पनि छैन र बिर्सने पनि छैन। म जहाँ छु, जे छु, राम्रो छु। एक दिन फोनमा किन प्रत्यक्ष नै भेटेर पनि कुराकानी होइन। त्यसैले म ठिक छु, आराम छु। हजुरले सबैको जय होस्, यति मात्र भन्न चाहे।